बहिनी तिमी म्यादी खाएर हौ हामी चाहिँ त पानी पुरी र चटपटे खाँदै गर्छौँ यार आज बड़ा हरामी हो बेटा। हेलो एभ्रिवान आज म छु डाँडा काँडातिर म एकदमै डाँडा काँडातिर हिँडिरहेको छु पुरै यस्तो ठाउँ चढिरहेको छु त्यहाँनिर मेरो बहिनी छिन् अगाडि ऊ के टिप्न थालिन् नि अब फुल टिप्न थालिन् वाउ कति राम्रो देखेको है ठाउँ त हेर न ऊ टेडी डे आउनु आँटेर रोज डे आउनु आँटेर फुल टिपेको अरे बहिनीले बिचरा म परे चाहिँ एकदमै धेरै सिङ्गल कि मलाई त यो रोज डे टेडी डे मलाई केही पनि थाहा छैन ल कस्तो राम्रो देखेको आम्मा बाटो चाहिँ फेरि होइन पुरै खतरा छ ल यस्तो उकालोमा उक्लिनु परिरहेछ घाम छ अगाडि हाम्रा साथी एकजना चाहिँ आज छुट गए पूजा भन्ने जन्तु यो भिडियो पूजा भन्ने जन्तुसम्म पुग्यो भने चाहिँ बहिनी तिमी म्यादी खाएर हौ हामी चाहिँ त पानी पुरी र चटपटे खाँदै गर्छौँ यार आज अब के गर्नु यस्तै रहेछ अब सकेको साथी हावैजातमाथि मै परे यहाँ भने जस्तो होइन अब साथी म्यादी खानु गई हामी पनि डाँडातिर निस्केर यसो म्यादीको साटो सक्दिनँ चटपटे खाइदिउँ न त भनेर होइन सम्झिरहेको छौँ हामीले तिमीलाई के गर्छौ अब तिम्रो भाग्यमा त्यतै ल यो चाहिँ पुरै डाँडामा गेम चलिरहेको रहेछ ल गेम फेरि यहाँनिर इङ्ग्लिस बोल्नु आउँदैन के हो गेम भनेको भन्छन् एकदम शुद्ध के भन्छ अरे शुद्ध 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 करणीको के भन्छ आई थिङ्क जेसुकै भन्नुहोस् अब बालमा त ल आजको ठाउँ चाहिँ यस्तो छ वाउ घाम ल तिमी केही भन्न चाहन्छौ केही भन्न चाहदिनन् रे एकदम ल सबैलाई बाई भनिदिनु अरे क्या आयो अनि बाई के एकैचोटि ओके घाम चाहिँ तर साह्रै राम्रो आइरहेछ है हेर न त्यहाँ यहाँ निभाउनु के भन्छ अरे ल अस्ताउनु आँटेको भएर ल हजुरबा त कोरियन जस्तो छ त यहाँ जे भयो नि जे होस् हावा खाने डाँडा चाहिँ राम्रै छ फाइनली गाइज हामी चाहिँ डाँडामा आएर चिया खानलाई रेडी भइसक्यो चिया बनिसकेको छ चटपटे चाहिँ खाइसक्यो चटपटे खाएको चाहिँ भिडियो बनाउनु लाज लाग्यो ल यो डाँडामा चाहिँ यही खानु आएको ल हामी त्यहाँ चाहिँ एउटा बसिसक्यो त्यहाँ गएर चेयर्स चेयर्स ओके चुस्की लिएँ मैले गेम चलिरहेको छ जताततै त्यहाँ गेम मात्रै त्यो चाहिँ धरहराको अर्को सानो मूल रूप हामी आज यता छौँ भनेर बसेरै खाऊँ न त होइन हामी चाहिँ चिया खानु आएको भन्दा पनि धेरै चाहिँ हावा खानु आएको जस्तो भइरहेको छ हावा पनि कति हो ओके हामी चिया इन्जोय गर्छौँ दुईजना तिमीलाई केही भन्नु छ हजुरहरू पनि यहाँ चिया खाएर आउनु चिया पसल त हामी भन्दैनौँ चिया स्टेसन चाहिँ अब हामीसँग छ टुपियम टुपियम किन्जल खाने हो यही खाना आएको त ल चिज बल त्यो पुरा मेरो टुप्पोले के धेरै खान्छ नि भेज त हो नि
भेजै होला यो त अन्त मकैको फुल मकैकै त हो नि यो फेरि यस्तो अरे क्या अनि 1 महिनाभरि मासु नखाइ बस्नु रे अनि भोलि 1 दिन छ होइन अनि आजै मासु खाइदिनु रे हेर त के हुन्थ्यो होला भेगै हो ओके हामी फिजिकल इन्जोय गर्छौँ टिकमले चक्लेट किनेको छु ओके झरे टिप त 2टा 13 टिप न 2टा 13 अरे क्या अर्को पनि लिऊ फेरि अर्को दिदी एउटा 2टा 13 4वटा मेरा हो कि के यो चाहिँ हाम्रो वेलकम ओइ झर्छ त यार के गर्नु क्यामेरा पक्रिने नि आफै एप्पल र पाइनएप्पल ओइ खुल्दैन कति डर हो पाइनएप्पल खाए ल चक्लेट तपाईँहरू हेर्नु ला हामी चाहिँ अब यो डाँडाबाट घर गएको र घर फर्केको अब दाँतमा अड्केर चबाएको आज त के हो हाम्रो जताततै आगो ताप्छ अरे यहाँ एउटा मकै बनाइदिनु न हामीलाई बस्छ ताप पहिलोचोटि हो काठमाडौँमा जाडो महिनामा यो वर्ष सुन्नु न मैले काठमाडौँमा आएर पहिलोचोटि त्यही भएर मैले त आन्टीहरूकोमा तापेको थिएँ क्यार पोहोर चाहिँ जाडोमा यसचोटि आन्टीहरूकोमा गएको छुइनँ नि त म यही हो फर्स्ट टाइम यो वर्षको चाहिँ कस्तो आगो देख्दा पनि सुकुन छ ए ल बस्नु मकै बनाइदिनु त हाम्रो चाहिँ मकै पनि बनिसकेको छ ओइ भात त आधी आधी पुरामा आधी आधी खाने हो आधा आधा म जस्ट थोरै मात्र खान्छु ल क्यामेरा पनि राम कसरी भाँचेको हो ल एकछिन रुक्नु अर्को नि छ यो एउटा निकाल्नु त अर्को नि छ ए ओके ल चेस अब हामी मकै चेयर्स गरेर मकै पार्टी ओके अब हामी चाहिँ फाइनल हो मकै खान्छौँ मकै खाए सँगसँगै हाम्रो भ्लग चाहिँ यहीँ इन्ड गर्छौँ हजुरहरू हाम्रो भ्लग हेरेर इन्जोय गर्नुलाई हामी मकै खाएर इन्जोय गर्छौँ ओके बाई